नमस्कार, स्वागत छ तपाईहरु सबैलाई फेरि एउटा नयाँ भिडियोमा। नेपाल प्रिमियर लिग अर्थात एनपीएल सिजन 3 सुरु हुनु अघि नै जनकपुर बुल्सले ठूलो सरप्राइज दिएको छ। अमेरिकी राष्ट्रिय टोलीका अलराउन्डर हरमित सिंह अब आगामी एनपीएल सिजन 3 मा जनकपुर बुल्सबाट खेल्ने भएका छन्। अझ ठूलो कुरा जनकपुर बुल्सले उनलाई खेलाडीको रूपमा मात्र नभई टोलीको कप्तानको जिम्मेवारी समेत दिएको छ। हरमित सिंहले एनपीएल का अघिल्ला दुईवटा सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। पहिलो सिजनमा उनले 5 खेलबाट 28 रन बनाउँदै 8 विकेट लिएका थिए। तर दोस्रो सिजनमा भने हरमित सिंहको प्रदर्शन अझ प्रभावशाली रह्यो। उनले 9 खेलमा 133 रन बनाए, जसमा उनको स्ट्राइक रेट 166 भन्दा माथि थियो। बलिङ तर्फ उनले 12 विकेट समेत लिए। उनको दोस्रो सिजनको सबैभन्दा चर्चित प्रदर्शन मध्ये एक काठमाडौँ गोर्खास विरुद्धको खेल थियो। त्यस खेलमा हरमित सिंहले केवल 20 बलमा 53 रन बनाए र बलिङमा पनि 4 ओभरमा 21 रन दिएर 2 विकेट लिए। उनको यही अलराउन्ड प्रदर्शनका कारण सुदूरपश्चिम रोयल्सले 29 रनको जित निकालेको थियो। अब प्रश्न उठ्छ, हरमित सिंहले सुदूरपश्चिम रोयल्स किन छोडे त? अहिलेसम्म सार्वजनिक गरिएको आधिकारिक जानकारीमा उनको टोली परिवर्तनको विस्तृत कारण वा व्यक्तिगत सम्झौताको रकम खुलाइएको छैन। त्यसैले अहिले सामाजिक सञ्जालमा देखिएका विभिन्न रकमका दाबीलाई आधिकारिक तथ्य मान्न मिल्दैन। तर जनकपुर बुल्सले उनलाई कप्तान बनाउनुको पछाडि उनको अलराउन्ड क्षमता, एनपीएल अनुभव र नेतृत्व क्षमता महत्त्वपूर्ण कारण भएको देखिन्छ। जनकपुर बुल्सका सीईओ नीरज खटिवडाले पनि नयाँ सिजनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दृढता सहित अघि बढ्ने क्रममा हरमित सिंहलाई नेतृत्वको जिम्मेवारी दिइएको बताएका छन्। यता हरमित सिंहको अन्तर्राष्ट्रिय अनुभव पनि निकै महत्त्वपूर्ण छ। उनी सन् 2012 मा भारतको अन्डर 19 विश्वकप जित्ने टोलीका सदस्य थिए र अहिले यूएसए राष्ट्रिय क्रिकेट टोलीबाट खेलिरहेका छन्। अब जनकपुरको कुरा गर्दा पहिलो एनपीएल सिजनको च्याम्पियन टोली जनकपुर बुल्स दोस्रो सिजनमा भने लिग स्टेजबाटै बाहिरिएको थियो। त्यसैले सिजन 3 मा टोलीले आफ्नो प्रदर्शन सुधार्न खोजिरहेको देखिन्छ र यही क्रममा हरमित सिंहलाई कप्तान बनाउने निर्णय जनकपुरका लागि निकै ठूलो कदम हुन सक्छ। अब हेर्न बाँकी कुरा एउटै छ कि हरमित सिंहले जनकपुर बुल्सलाई फेरि एनपीएल को उपाधिसम्म पुर्याउन सक्छन्। तपाईलाई हरमित सिंहको जनकपुर आगमन कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। आजलाई यति नै। भिडियो राम्रो लागे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय क्रिकेट।